साथीहरू आज हामी हेर्नेछौँ S26 अल्ट्राको अनबक्सिङ। यसमा सिम्पली त्यही कुराहरू आउँछ जुन यसको बक्समा आउँछ, पिन केबल्सहरू। अनि यसको डिजाइनको कुरा गर्नुपर्दा यसपालि हेर्न सक्नुहुन्छ राउन्ड कर्नर रहेको छ, जसकोले गर्दा S पेन पनि यसको हेर्न सक्नुहुन्छ। यहाँ सिम्पली यहाँ हल्का राउन्डनेस रहेको छ, यहाँ जुम गरेर हेर्न सक्नुहुन्छ। अनि यसमा रहेको छ स्न्यापड्रेगन 8 इलाइट प्रोसेसर, जुन कि पावरफुल प्रोसेसर रहेको छ 5 जेनेरेसनसँगै। अनि यसको कलर्सको कुरा गर्नुपर्दा यसमा केही 4वटा कलर्सहरू अप्सन हेर्न सक्नुहुन्छ यहाँ हजुरहरूले आइरहेको छ। कोबेल्ट, गोल्ड, स्काई ब्लू, ब्ल्याक एन्ड व्हाइट। अनि यसको थिकनेसको कुरा गर्नुपर्दा 7.9 mm रहेको छ। वेटको कुरा गर्नुपर्दा 214 ग्रामको रहेको छ। अनि स्क्रिन साइज 6.9 इन्चको रहेको छ। डबल 5 प्राइभेसी ग्लास डिस्प्ले रहेको छ। अनि यसको क्यामेराको कुरा गर्नुपर्दा 300 मेगापिक्सलको मेन क्यामेरा रहेको छ, अनि 50 मेगापिक्सलको अल्ट्रा वाइड, अनि 50 मेगापिक्सलको टेलिफोटो लेन्स, अनि 10 मेगापिक्सलको 3x अप्टिमल जुम, अनि 12 मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ। अनि यसमा सुपर फास्ट चार्जिङ हेर्न पाइन्छ, जुन कि 75% 30 मिनटमा गरिदिने छ। अनि यसको डिस्प्ले पनि बवाल रहेको छ। अनि यसको नाइटमा फोटो भिडियो पनि राम्रो आउँछ। अनि जस्तै कि हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ स्क्रिनमा कस्तो हेरेको छ। अनि यसको स्टेबलाइजेसन पनि एकदम राम्रो रहेको छ। टर्निङको बेला नि राम्रो आउनेछ, सेल्फी पनि दामी आउनेछ यो फोनमा। अनि यसमा हेर्न सक्नुहुन्छ AI पनि नेक्स्ट लेभल रहेको छ। हजुरले क्लोथहरू चेन्ज गर्न सक्नुहुन्छ, अनि अरू इमेजहरू पनि प्रम्प्टको माध्यमबाट एडिट गर्न सक्नुहुन्छ। अनि यसमा गेमिङ पनि बवाल हुनेछ, किनकि यसमा भेरी पावरफुल चिपसेट छ, अनि भेपर कुलिङ रहेको छ यसमा। अनि यसको केही कभर्सहरू आएको रहेछन् स्यामसङको तर्फबाट यसपालि लन्च गरेको रहेछ। केही सिलिकन कभरहरूको रहेको छ। यसको स्मुथनेस अनि कलर्सहरू हेर्न सक्नुहुन्छ। कार्बन कभर पनि लन्च गरेको रहेछ। अनि यो स्लिम म्याग्नेटिक कभर रहेको छ, जसको थिकनेस 0.95 mm रहेको छ। अनि ग्यालेक्सी बोर्ड 4 प्रो पनि लन्च गरेको रहेछ। आजको भिडियोमा यति मात्र भेटिनेछौँ नेक्स्ट भिडियोमा। तबसम्मको लागि बाई बाई।